कन्क्लुजनमा भन्नुपर्दा जसरी डाक्टर नरेश कुमार महर्जन र दिवाकर ढकालको अध्ययनमा देखाइएको छ, लिभिङ सम्बन्ध भनेको विवाह नगरी सहमतिमा सँगै बस्ने वैकल्पिक जीवनशैली हो। नेपालमा यस्ता सम्बन्धहरू सैद्धान्तिक रूपमा थोरै स्वीकारिएका छन्, तर व्यवहारमा सामाजिक रूपमा अझै अस्वीकृत छन्। कानुन नहुनका कारण महिलाहरू, बच्चाहरू र पीडितहरू कानुनी सहारा खोज्न नसक्ने अवस्थामा छन्। विदेशी अभ्यासकर्ता भारत, अमेरिका, क्यानाडा, फ्रान्स जस्तो देशहरूले लिभिङ सम्बन्धलाई कुनै न कुनै रूपमा कानुनी संरक्षण दिएका छन्, तर नेपालमा त्यस्तो स्पष्ट व्यवस्था अझै बनेको छैन। अध्ययनमा देखिएको छ, यदि सम्बन्धमा समानता, समझदारी र भविष्यमा विवाह गर्ने योजना छ भने सम्बन्ध सकारात्मक पनि हुन सक्छ, तर अधिकांश सम्बन्धहरू 1-2 वर्षमा टुट्ने गर्छन्। बच्चा भएमा महिलाहरू बढी पीडित बन्ने र पुरुष भाग्ने घटना धेरै छन्। विवाहहरू लिभिङमा जानका कारणहरू रोजगारीको अभाव, आत्मनिर्भरता खोज्ने प्रयास, यौन स्वतन्त्रता, स्वास्थ्यमा बस्न मिल्ने र पेशागत सम्बन्धबाट प्रेममा पर्नु, तर यसले व्यक्तिगत, पारिवारिक र सामाजिक जीवनमा असर पुर्याइरहेको छ। निष्कर्षमा के भन्न सकिन्छ भने लिभिङ सम्बन्धहरू न पूर्ण रूपमा राम्रो न पूर्ण रूपमा गलत, तर यसमा संलग्न संवेदनशील पक्षहरूलाई कानुनी सुरक्षा दिनु आजको आवश्यकता हो। नेपालले अब सामाजिक परिवर्तनशील आवश्यकता बुझ्दै कानुनी संरचना तयार गर्नुपर्छ, जसले सबैको सम्मान र सुरक्षा सुनिश्चित गरोस्।